हामी चाहिँ अहिले गलकोटमा छौँ इट्स डे 1 हाम्रो चाहिँ खासमा प्लान चाहिँ धोरपाटनको थियो तर लेट्स सी कस्तो हुन्छ धोरपाटन पनि नट एट स्योर अहिले चाहिँ हामी उता रुकुमतिर जाने भन्ने पनि प्लान भइरहेछ हामी बिहान छिटै निस्किनु पनि अलिकति सबैजनालाई पर्खिँदा ढिला पनि भयो अनि चाहिँ अहिले चाहिँ हामी गलकोट निर छौँ अनि चाहिँ गलकोटको गाउँ आई डोन्ट नो एक्ज्याक्ट द नेम अफ दिस प्लेस सो यहाँ काले भाइ छ इफ यु डोन्ट नो दिस काले आई विल गिभ अ सर्ट इन्ट्रोडक्सन एबाउट हिम अनि त्यही हो मेन मोटिभ भनेको आफ्नो ठाउँलाई आफ्नो गाउँलाई एक्सप्लोर गरौँ भन्ने मात्र हो एन्ड या सो किप विथ अस हामीले अब देखाउँदै गर्छु म के देखिन्छ होइन वेलकम नमस्ते अब अहिले पानी परेको सो हेलो एभ्रिवान हामी चाहिँ अहिले नियर टु बुर्तिबाङ आइपुगिसकेका छौँ सो या मैले चाहिँ खासै केही सेटअपहरू बोकेको छैन जस्ट एउटा क्यामेरा अनि एउटा 28 mm को लेन्स मात्र बोकेको थिएँ ऱ्यान्डम प्लान भयो सो अहिले चाहिँ मस्त हुँदैछ काले काले देखिएन अझैसम्म पनि केही फिक्स भएको छैन कहाँ जाने भनेर बुर्तिबाङ गएर खाजा खाएपछि हामी चाहिँ अहिले निसी खोलामा आइपुगिसकेका छौँ अनि प्लान चाहिँ चेन्ज भयो खासमा धोरपाटन जाने प्लान थियो अनि तकसेरा चाहिँ अलिकति कस्तो भनौँ अलिकति पुरानो खालको भिलेज हो क्या अलिक पुरानो गाउँ हो यता हाम्रो पश्चिमतिरको सो हामी चाहिँ त्यतै जानलाई जाँदैछौँ गाडी लग्छ त्यसपछि अब के छ तँलाई अब प्लान त हामी धोरपाटन जाने भनेर प्लान गरे हो के कसो भइरहेछ त हाउ इज द ट्रिप गोइङ अन एन्ड अब सर्टेनली चेन्ज भयो नि त प्लान तकसेराको कस्तो लागिरहेछ त आई एम सो एक्साइटेड किनकि धोरपाटन चाहिँ गइरहेको ठाउँ तकसेरा चाहिँ मेरो पनि फर्स्ट टाइम हो एकदम अब के छ कसो छ भनेर एक्सप्लोर गर्न जाँदै चाहिँ एकदम खुसी लागेको छ यस्तो टाइम हामी चाहिँ के छ यो निसी खोला गाउँपालिका 2 के ठाउँ यो जुग्जा खोला भन्ने ठाउँमा छ अब यहाँ खाजासाजा खाएर हामी अघि बढ्छौँ इट्स गुड टु बी हियर होइन खालि आइज न तँलाई म इन्ट्रोड्युस गराउँछु मेरो भ्लगमा यो ट्राभल भिडियोमा एकजना पात्रलाई पनि म इन्ट्रोड्युस गराउन चाहन्छु अब यो आउँदैन मै जानुपर्छ यस्तो छ है सो हेयर इज आवर माई ओल्ड फ्रेन्ड हामीले चाहिँ 8, 9, 10, 11, 12 सँगै पढेको अनि ऊ हाम्रो दोस्त पनि हामी सँगै पढेको हो हैन दोस्त यार हामी चाहिँ सँगै जोस वी आर हामी 4 जना वी आर फ्रेन्ड्स भागो मतलब हामी चाहिँ सिभिल इन्जिनियरिङ ब्याकग्राउन्डबाट हामीले चाहिँ सँगै पढेको हो 11, 12 सबै हैन अनि या यसरी फेरि यत्रो लङ टाइम पछि सँगै ट्राभल गर्न पाउँदाखेरि चाहिँ एकदम खुसी किनभने सानसानोमा हाम्रो सपनै थियो नि त हैन सँगै घुम्ने भनेर अनि सो अब कालीसँग नि म स्पेसिफिकली त आजै घुमिरहेको बल्ल केही नबोल्ने तिमी केही नबोल्ने सो अहिले चाहिँ अब प्लान चेन्ज भएर पनि सबैजना केटाहरू फेरि राजी छन् है फेरि त लाइक कसैको मनमुटाव छैन सबजना ओके ल लेट्स एक्सप्लोर भनेर एक्सप्लोरिङको हिसाबमा हिँडेका छौँ अब खाजा बन्दैछ हाम्रो खाजा खाने भलिबल देखेर चाहिँ कालेले त्यता हेरै छ अब खेलाडीहरू हुनु यिनीहरू फेरि म फुटबल खेलाडी भएँ यिनीहरू चाहिँ भलिबल खेलाडी हुनु फेरि सो अब के थाहा अब खेलिहालिन्छ कि भलिबल सो अब भेट्दै गरौँला सी यू गाइज कति वर्ष भयो 27 अब
सो अब हामी चाहिँ बुर्तिमाङ छोडेर अगाडि नै आइसकेका छौँ निसीखोलामा खाजासाजा खाएर अनि अहिले चाहिँ हामी अन वे टु रुकुम छौँ रुकुममा पनि हामी रुकुमको पनि एउटा स्पेसिफिक भिलेज तकसेरा जाने प्लानमा छौँ तर पानी चाहिँ एकदम हेभी रेन भइरहेछ एकदम नै ठुलो पानी परिरहेको छ आई विल सो यु त पानी परेको देखाउँछु म अनि यताको सिनेरी पनि एकदम बवाल छ होइन सबैजना इन्जोय गरिरहेछौँ आई लभ द यताको यो अर्कै खालको आर्किटेक्चर छ क्या हाम्रो बागलुङ नजिकै भए पनि अलि अलि कस्तो भनौँ क्या अलि डिफ्रेन्ट छ हाम्रो ठाउँको भन्दा सो वी आर इन्जोइङ अनि पानी चाहिँ एकदम ठुलो परिरहेछ अनि ठिकै छ हामी गइरहेछौँ बाटोहरू हेरिरहेछौँ सो यहाँ इन्जोइङ द भ्यू आफ्नो ठाउँ घुम्दाखेरि यतिको छुट्टै खालको रमाइलो हुन्छ त्यही भइरहेछ सो यहाँनिर चाहिँ हिउँ नै हिउँ परिरहेछ मेरो ब्याकग्राउन्डमा क्यामेरामा त त्यस्तो मजाले देख्दैन होला यता पनि परिरहेछ अनि यहाँ चाहिँ गाडीबाट सामान हल्का जाडो भयो क्या बेसी अनि चाहिँ उयो यहाँ हाउ यु फिलिङ ब्रदर एकदम गुड यो ठाउँ तपाईँ पनि भिजिट गर्न आउन सक्नुहुन्छ बागलुङको निसी खोलादेखि यता आइसकेपछि एकदम राम्रो हिउँ परिरहेको छ मेरो जीवनको सबैभन्दा अविस्मरणीय छेड सबैभन्दा राम्रो ट्राभल भने यही हो हो या सो जहिले पनि घरबाट बाहिर निस्क्यो भने चाहिँ डिफ्रेन्ट थिङ क्या जहिले पनि सो या सी मजाले देखेछ नि म फोटो चाहिँ खिच्छु होइन सो या वी आर इन्जोइङ अल आउट क्या घरबाट निस्किँदा यहाँ भाइ कस्तो भइरहेछ एकदम दामी यार यार त धेरै खुसी भयो त धेरै खुसी भएछ धेरै चिच्चा भाइ म त एक्साइटेड बुटो देखे पनि मनपर्ने जे देखे नि मनपर्ने के यस्तो एक्साइटेड त म कहिले भएको छैन यार दामी छ ठाउँ त ओके ल म ल अब फोटोसोटो खिचौँ अनि त्यसमा फेरि डेस्टिनेसनतिर लाग्नुपर्छ किनभने वी हेभ द स्टिल 550 किलोमिटरभन्दा बेसी छ क्या हामीसँग जानलाई सो कस्तो हुँदैछ भोलि फुट्दैन यसको फेरि केटा पछाडि के छ एकदम सचिन के छ सरी ब्रो एकछिन सरी भिडियो बन्छ हेलो गाइज अहिले हामी चाहिँ पूर्वी रुकुमको काँक्री स्थानमा छौँ हामी यहाँ गाडी रोक्यौँ तर अहिलेको हिउँले चाहिँ 30% जति झोला सबैको भिजेर अपडेट त्यस्तै छ यता त पेट्रोलको प्राइस पनि यस्तै महँगो रहेछ अहिले त वारले गर्दा पनि महँगो भएको छ 215 रहेछ अनि हाम्रो पार्किङ चाहिँ यहाँनिर सो यस्तै छ अहिलेलाई प्लान चाहिँ हाम्रो ठ्याक्क बस्ने चाहिँ त्यो के भन्छ ठ्याक्क रुकुममा थियो प्लान किनभने प्लान त हाम्रो फर्स्ट रुकुमकोट पुग्ने थियो त्यहाँबाट तकसेरा पनि भ्याएन रुकुमकोट पनि भ्याइएन सो हामी अहिले यहाँ के काँक्री भन्ने ठाउँमा छौँ यहाँ चाहिँ रुम पाइयो रुकुममा चाहिँ पाइएन यहाँ बसेर भोलि यहाँबाट चाहिँ तकसेरा जान्छौँ अनि या वी आर ह्याभिङ फन रमाइलो भयो बिचमा हिउँ परेकोले चाहिँ एकदम अर्थित भयो ट्राभल अनि अब जाडो पनि भएको छ कपडाहरू पनि फेर्नुपर्छ अनि साथीहरू चाहिँ सबैजना झोला अनि झोला ल्याएनस् मेरो बाहिरको खासै भिजेन के भयो अरे अनिस भाइ अहिलेको अपडेट भन् त म त बिच बाटोमा सुतेको थिएँ केटाहरूले चाहिँ सरी बाघ देखेँ कि बाघ देखेँ भन्दै थिएँ अहिले यस्तो छ है मैले लाउने कपडा सब भिजाइदिएछ के लाउने होला यार घुम्न आएको त अनि फाल्टु भएन भने यार तत्कालको अपडेट चाहिँ के हो भन्दाखेरि जाडो निकै रहेछ झोला चाहिँ सबै अघि हामी हिउँ खेल्न गइयो यसो पाल मिलाउनु पर्ने रहेछ अलिक गल्ती गरियो लगभग सबैको झोलाहरू 30% जति भिजाएको होला अब भित्रको सामान अहिले गएर हामी चेक गर्छौँ कस्तो भइरह अब पानी पनि यस्तो परिरह जाडो छ अब होटल बल्ल बल्ल पाखौँ हामी जाँदैछौँ धन्यवाद रुम मिलाइदिनु भएकोमा नमस्ते भन्नु न ल अहिले खाना भेट्छौँ हामी ल
ल सो हामी चाहिँ अब रुम व्यवस्था भइसकेको छ हामीसँग 2टा रुम छ 3जना यहाँ 3जना उता सो रुमको अवस्था चाहिँ यस्तो छ अहिले चाहिँ हामी यहाँ छौँ जोस् यहाँ चाहिँ चार्जिङको व्यवस्था छ त्यसले चार्ज गर्न जोस् खुसी लगाइरहेछ फोनमा क्यामेरामा चार्ज हुने भयो अनि बेड हुने भयो अब यिनीहरू चाहिँ फेरि जहिले यस्तै छन् कहिले मिल्दैनन् हिँड खाना हिँड अब केही खाउँ भात भन्दा नि अरू केही खाउँ न यसो सो हामी चाहिँ अहिले खाना खाँदैछौँ टक्क अब चाहिँ टक्क लोकल खाना सबैजना यता छ मैले यो त लेकतिरको आलु नै ठुलो हो काले पनि ड्याङ ड्याङ हान्दैछ डेजर्टमा के खाने रे काले अन्डा खाने डेजर्टमा के छ कमल के छ सचिन चिल है के छ अनिस भाइ खाना कस्तो छ ठिक छ खाना खाँदैछौँ अब रेस्ट गर्ने बेला अलि भेटौँला प्लान चाहिँ हाम्रो पहिला ढोरपाटन जाने थियो त्यसपछि चेन्ज भएर तकसेरा जाने भयो तकसेरा अलिक टाढा भयो फेरि रुकुमकोट जान सकिएन त्यसपछि फेरि हामी लुकुमकोट होइन लुकुम जाने प्लान भयो लुकुम पनि त्यहाँ बस्ने ठाउँ नपाएर हामी अहिले काक्रे भन्ने ठाउँमा आएर बसेको छौँ भोलि बिहानको प्लान चाहिँ एकदम छिटो भन्दा नि 7 बजीसम्म उठेर फ्रेस भएर हामी चाहिँ यहाँबाट तकसेर जान सक्यो भने त्यहाँको अलिकति लोकल कुराहरूलाई एक्सप्लोर गर्न पायो भने भोलि बिहानको खाना चाहिँ त्यतै खाने प्लान छ अनि त्यहाँ चाहिँ बस्दैनौँ हामी त्यहाँबाट फर्केर इनकेस हाम्रो टाइमिङ मिल्यो भने तर सकेसम्म हामी पुस गर्न चाहन्छौँ किनभने हामीले सकेसम्म ढोरपाटनलाई पनि कभर गर्न पायो भने यही भिडियोमा अझ धेरै राम्रो रिच पनि हुन्छ सो ढोरपाटन पनि कभर गर्न चाहन्छु सकेसम्म अनि आफ्टर द्याट हामी फर्किन्छौँ बागलुङमै सो स्टिल दामी छ चिसो चाहिँ अलिक बेसी छ बिचमा हिउँ चाहिँ बवाल थियो जुन त्यो पाती भन्ने ठाउँमा सो इट्स गुड टु बी हियर अनि सबैजना साथीहरूसँग रमाइलो भइरहेछ पुरानो जुन बोन्ड थियो कलेज लाइफको स्कुल लाइफको सबैजनासँग रमाइलो भइरहेछ अनि ठिक छ अब चाहिँ हामी बेड खानासाना खायौँ खाना पनि मिठो थियो अनि अहिलेको यहाँको एकोमोडेसनको कुरा गर्नुपर्दाखेरि एकोमोडेसन चाहिँ फ्री रहेछ खानाको मात्र कस्ट लाग्दो रहेछ विच इज 300 आई थिङ्क वर्थ नै लाग्यो राम्रै हो होइन यस्तो ठाउँमा सो या चिसो चाहिँ छ अब सुत्छौँ हामी चियु टुमरो मर्निङ के देखिन्छ म बिहान देखाउँछु खासै धेरै कुरा त छैन तर तकसेरामा गएर सकेसम्म छिटो पुग्न सक्यो भने त्यहाँ धेरै कुरा देख्न सकिन्छ एन्ड चियु बाई बाई गुड नाइट